हेलो सबैलाई नमस्ते। मैले चाहिँ आज क्लास 9बाट क्लास 9को साइन्स बुकको फोर्स एन्ड मोसन भन्ने टपिकबाट एउटा भेलोसिटी टाइम एक्सिससँग रिलेटेड भेलोसिटी टाइम ग्राफ रिलेटेड केही क्वेसनहरू ल्याएको छु। यसलाई हेरेर साथ दिनु होला है त। यो यसमा चाहिँ यो ग्राफमा के क्वेसन सोधेको छ भन्दाखेरिमा क्वेसनमा चाहिँ स्टडी द भेलोसिटी टाइम ग्राफ एन्ड एन्सर द फलोइङ क्वेसन भनेको छ। फर्स्टमा चाहिँ इन विच सेगमेन्ट देयर इज अ जेरो एक्सिलेरेसन भनेको छ। नम्बर 2मा चाहिँ इन विच सेगमेन्ट इज द बडी एक्सिलेरेटिङ भनेको छ। 3मा इन हाउ मेनी सेगमेन्ट्स इज द बडी डिसिलेरेटिङ अल्सो मेन्सन द सेगमेन्ट भनेको छ। नम्बर 4मा चाहिँ वाट इज द भेलोसिटी एट पोइन्ट बी एन्ड जी पनि भनेको छ। र उनीहरूको लास्ट क्वेसन के छ भन्दाखेरिमा इन विच सेगमेन्ट इज देयर अ म्याक्सिमम एक्सिलेरेसन भनेको छ है। यो 4-5वटा क्वेसन यो भेलोसिटी टाइम ग्राफ रिलेटेड सोधिएको छ। यो क्लास 9लाई इम्पोर्टेन्ट पनि हो, अलिकति धेरै जसो स्टुडेन्टले अलिकति गाह्रो पनि मान्ने गर्छन्। यो गाह्रो छैन, सजिलै छ, यसलाई एकचोटि बुझ्नुपर्छ। पहिला यो क्वेसन सल्भ गर्नुभन्दा अगाडि यो ग्राफ चाहिँ बुझौँ। ग्राफमा जेनरली दुईवटा एक्सिस प्लट गरिन्छ हामीले, एउटा एक्स एक्सिस र अर्को वाइ एक्सिस भन्ने हुन्छ होइन। एक्स एक्सिसमा चाहिँ हामीले जेनरली टाइमलाई प्लट गर्छौँ भने वाइ एक्सिसमा चाहिँ भेलोसिटी है, भेलोसिटीलाई चाहिँ रिप्रेजेन्ट गर्छौँ। भेलोसिटी चाहिँ यहाँ मिटर पर सेकेन्डमा चाहिँ मेन्सन गरिएको छ र टाइम चाहिँ सेकेन्डमा मेन्सन गरिएको छ है। त्यस पछाडि अब यहाँ हेर्ने हो भने चाहिँ यहाँ डिफ्रेन्ट स्लोप भएको सेगमेन्टहरू दिएको छ। अब जस्तो सेगमेन्ट एबी, बिसी, अनिहरूको सिडी, डिई, इएफ र अनिहरूको इएफजी भनेर डिफ्रेन्ट यहाँ 5-6वटा सेगमेन्टहरू दिएको छ, अथवा स्लोप भन्न पनि मिल्छ यसलाई। अब यहाँ कुनैको स्लोप चाहिँ अलिकति स्टिप छ है, कुनैको स्लोप चाहिँ अब के छ टाइम एक्सिससँग प्यारलल पनि छ, सिधा छ, र कुनैको स्लोप चाहिँ माथिबाट तल आएको छ र कुनै स्लोपको चाहिँ माथिबाट तल पनि गएको देखिन्छ। र यही ग्राफलाई हेरेर हामीले यसमा 4-5वटा क्वेसनहरू गर्नुपर्ने हुन्छ है त। यसमा पहिला क्वेसन हेरौँ, यहाँ के भनेको छ। इन विच सेगमेन्ट देयर इज अ जिरो एक्सिलेरेसन भनेको छ है। अब जिरो एक्सिलेरेसन हुनको लागि के हुनुपर्छ भन्दा पहिला मैले यहाँ गरिहालेँ सोल्युसन। अब हामीलाई थाहा छ एक्सिलेरेसनको फर्मुला के हुन्छ त भन्दा इजिकल टु भी माइनस यु अपन टी हुन्छ हो। भनेपछि अब यो एक्सिलेरेसन जिरो हुनको लागि चाहिँ यो फाइनल भेलोसिटी र इनिसियल भेलोसिटी बराबर भयो भने एक्सिलेरेसन जिरो हुन्छ, अथवा भनौँ यसलाई युनिफर्म भेलोसिटी भयो भने पनि के हुन्छ, एक्सिलेरेसन जिरो हुन्छ। अब यो ग्राफमा हेर्ने हो भने चाहिँ फाइनल भेलोसिटी र इनिसियल भेलोसिटी इक्वल भएको सेगमेन्ट कुन हो त भन्दाखेरिमा जस्तो यहाँ डिफ्रेन्ट सेगमेन्टहरू छ। यसमा यो सेगमेन्ट एबी सेगमेन्ट हेर्ने हो भने बी सेगमेन्टको एक्सिलेरेसन कति, भेलोसिटी कति छ, 4 छ। यसको त 0 छ, 0बाट सुरु भएर 4सम्म पुगेको छ। यसको 0 हुँदैन यसको डिफ्रेन्स गर्दाखेरि। अनि बी र सीको पनि 0 हुँदैन किनभने डिफ्रेन्ट भेलोसिटी छ। अनि सी र डीमा पनि डिफ्रेन्ट भेलोसिटी छ। अनि अर्को डिई, यो डीमा चाहिँ के छ भन्दाखेरिमा डीको भेलोसिटी पनि 4 छ, अनि ई भन्ने पोइन्टको पनि भेलोसिटी 4 नै छ। भनेपछि यसमा चाहिँ यो डिई भन्ने सेगमेन्टको फाइनल भेलोसिटी र इनिसियल भेलोसिटी सेम छ। भन्नुको मतलब दुईवटा भेलोसिटी क्यान्सल हुन्छ र अनि एक्सिलेरेसन जिरो आउँछ। भनेपछि डिई भन्ने सेगमेन्टको चाहिँ एक्सिलेरेसन जिरो छ। त्यसपछि यसको एन्सर लेखौँ, 1 नम्बरको एन्सर। 1 नम्बरको एन्सरमा के भनेको छ, इन सेगमेन्ट डिई द एक्सिलेरेसन इज जिरो भन्न सकिन्छ है। द एक्सिलेरेसन इज जिरो। किन त भन्दाखेरिमा त्यसको डिई भन्ने सेगमेन्टमा ग्राफ हेर्ने हो भने चाहिँ डिई भन्ने सेगमेन्टमा यसको फाइनल भेलोसिटी कति छ, 4 मिटर पर सेकेन्ड छ। अनि डीको इनिसियल भेलोसिटी पनि कति छ, 4 नै छ। भन्नु मतलब स्टार्टिङ भेलोसिटी र फाइनल भेलोसिटी सेम भएको हुनाले यो दुईवटा भेलोसिटी यहाँनिर सेम हुन्छ। ए इजिकल टु भी माइनस यु अपन टी गर्दा अनि यो भी र यु बराबर हुन्छ। मानौँ दुईवटालाई चाहिँ भी मानौँ टी, अनि यो भी क्यान्सल भएर एजको भ्यालु 0 हुन्छ।
त्यही भएर यो जिरो एक्सिलेरेसन हुनको लागि चाहिँ टाइम एक्सिससँग जुन प्यारलल छन्, प्यारलल स्लोप चाहिँ जेनरली के हुन्छ भन्दाखेरिमा जिरो एक्सिलेरेसन हुने गर्छ। यो फर्स्टको एन्सर यो भयो। अब सेकेन्डको एन्सर के भनेको छ भन्दाखेरिमा इन विच सेगमेन्ट इज द बडी एक्सिलेरेटिङ भनेको छ है। एक्सिलेरेटिङ भनेको अब बढ्नु है, एक्सिलेरेसन बढ्नु, कुन चाहिँ सेगमेन्टमा एक्सिलेरेसन बढिरहेको छ भनिरहेको छ यहाँ चाहिँ। अब यहाँनिर सेगमेन्ट हेर्ने हो भने एबी भन्ने सेगमेन्टमा पनि के छ, एक्सिलेरेसन बढी भइरहेछ, इन्क्रिजेस भइरहेछ विथ टाइम। त्यस पछाडि अर्को यो बिसी भन्ने सेगमेन्ट छ, यहाँ पनि एक्सिलेरेसन बढेकै देखिएको छ। त्यस पछाडि अनि सी र डीमा, सिडी सेगमेन्टमा के भएको छ एक्सिलेरेसन, भन्नुको मतलब यसमा चाहिँ एक्सिलेरेसन घटिरहेछ, भन्नुको मतलब भेलोसिटी डिक्रिज भइरहेछ हैन। भेलोसिटीका 6बाट 4मा आइरहेको छ भनेपछि यहाँ पनि भेलोसिटी घटिरहेको छ, भन्नुको मतलब एक्सिलेरेसन घटिरहेछ विथ टाइम। त्यसपछि यहाँ चाहिँ सेम भइहाल्यो, अनि यहाँ पनि घटिरहेछ, यहाँ पनि बढिरहेको छ। यो एफजी भन्ने सेगमेन्टमा पनि के भएको छ एक्सिलेरेसन बढेको देखिएको छ है, माथिपट्टि गएको छ, तलबाट माथि गएको छ। सो अब यसमा चाहिँ के हुन्छ भन्दा 2 नम्बरको एन्सरमा चाहिँ नम्बर 2मा इन विच सेगमेन्ट्स इज द बडी एक्सिलेरेटिङ भनेको छैन। अब ग्राफमा हेर्ने हो भने कुन कुन सेगमेन्टमा भएछ भन्दा एबी अनि अर्को बिसी, त्यस पछाडि एफजी, यो 3टा सेगमेन्टमा के भएको छ एक्सिलेरेसन बढी भइरहेको छ, एक्सिलेरेटिङ भइरहेको छ। लेखौँ त इन सेगमेन्ट्स कुन कुन एबी, त्यस पछाडि अर्को बिसी एन्ड एफजी, यो 3टा सेगमेन्टमा के भएको छ एक्सिलेरेसन बढिरहेको छ। इन विच सेगमेन्ट इज द बडी एक्सिलेरेटिङ भनेको छ इन सेगमेन्ट एबी बिसी एन्ड एफजी द बडी सो इन दिस सेगमेन्ट द के अरे बडी इज एक्सिलेरेटिङ। ल यो सेगमेन्ट एबी बिसी र एफजीमा चाहिँ के भइरहेछ एक्सिलेरेसन बढिरहेको छ हैन। यहाँ इनिसियल कति छ 0 छ हैन, 0बाट 4 भइरहेछ है विथ चेन्ज इन टाइम। टाइम बढ्दै जाँदाखेरि भेलोसिटी पनि के भइरहेछ बढिरहेको छ, 0बाट कतिमा पुगेछ 4मा पुगेछ, भन्नुको मतलब एक्सिलेरेसन भइरहेछ। यहाँ पनि त्यस्तै भइरहेछ, यहाँ कति 2बाट 3 सेकेन्डमा अथवा 1 सेकेन्डको डिफ्रेन्समा चाहिँ के छ यहाँ पनि एक्सिलेरेट भइरहेको छ। अब यहाँ चाहिँ भेलोसिटी घटिरहेछ भन्नुको मतलब यहाँ डिसेलेरेटिङ भइरहेछ, घटिरहेको छ, रिटार्डेसन भइरहेछ। यो त अब सेम भयो, एक्सिलेरेसन 0, युनिफर्म भेलोसिटी भन्छौँ अथवा यो केसमा चाहिँ। त्यस पछाडि युनिफर्म भयो, त्यस पछाडि अथवा कन्स्ट्यान्ट भेलोसिटी पनि भन्न सकिन्छ। अनि यहाँ पनि के भएको छ डिसेलेरेटिङ भइरहेछ, अनि यहाँ चाहिँ के भइरहेछ बढिरहेको छ। भनेपछि 3टा सेगमेन्ट एबी बिसी र एफजी सेगमेन्टमा चाहिँ के भएको छ एक्सिलेरेटिङ भइरहेको छ, बडीको एक्सिलेरेसन बढिरहेको छ भनेको छ। नम्बर 3मा हेरौँ अब अर्को क्वेसनको। 3ले के भनेको छ भन्दाखेरिमा इन हाउ मेनी सेगमेन्ट्स इज द बडी डिसेलेरेटिङ अल्सो मेन्सन द सेगमेन्ट्स भनेको छ। अब डिसेलेरेटिङ भनेको के भयो त भन्दाखेरिमा एक्सिलेरेसन घटिरहेको छ हैन, भन्नुको मतलब भेलोसिटी डिक्रिज भइरहेको छ। कुन कुन सेगमेन्टमा भेलोसिटी डिक्रिज भएको छ त भन्दाखेरिमा सो इन हाउ मेनी सेगमेन्ट्स भनेको छ हैन। एउटा यो सी र डी अनि अर्को चाहिँ ई र एफ इन 2 सेगमेन्ट्स टिडब्ल्यू इन 2 सेगमेन्ट्स इज द बडी डिसेलेरेटिङ भइरहेको छ। यहाँ चाहिँ अल्सो मेन्सन द सेगमेन्ट भनेको छ, देयरफोर द सेगमेन्ट्स आर कुन कुन हो त यसमा चाहिँ डिसेलेरेटिङ भइरहेको यो सिडी एउटा सिडी एन्ड अर्को इएफ छ। ओके, यो 2टा सेगमेन्टमा चाहिँ के भएको छ बडी डिसेलेरेटिङ भइरहेछ, घटिरहेको छ भनेको छ है त। त्यस पछाडि अर्को क्वेसनले के भनेको छ नम्बर 4मा चाहिँ वाट इज द भेलोसिटी एट पोइन्ट बी एन्ड जी भनेको छ है। अब यसमा त नर्मल्ली पोइन्ट बी र जीको
भेलोसिटी कति भनेर सोधिरहेछ। त्यसको लागि चाहिँ बी भन्ने पोइन्टको भेलोसिटी यसको सिधा हेर्नु पऱ्यो, यतापट्टि भेलोसिटी एक्सिसमा हेर्नु पऱ्यो अथवा यो वाइ एक्सिसमा हेर्नु पऱ्यो। बीको भेलोसिटी 4 मिटर पर सेकेन्ड छ। अनि अर्को जीको भेलोसिटी चाहिँ कति छ, सिधा यसरी हेर्नु पर्दा 7 मिटर पर सेकेन्ड छ। यो चाहिँ जस्ट ग्राफ हेरेर लेखिदिँदा हुन्छ। लेखौँ त यसमा चाहिँ के भनेको छ, वाट इज द भेलोसिटी एट पोइन्ट बी एन्ड जी। ओके, द भेलोसिटी एट पोइन्ट बी इज कति छ, बीको भेलोसिटी हेर्नु पर्दा 4 मिटर पर सेकेन्ड छ, 4 मिटर पर सेकेन्ड एन्ड the velocity at point g मा चाहिँ कति छ भन्दा g मा चाहिँ यसलाई चाहिँ सिधा हेर्नु है त, यसको 7 छ। ओके, 7 मिटर पर सेकेन्ड छ, 7 मिटर पर सेकेन्ड भनेको छ। ल यो छ हाम्रो, यो चाहिँ यो 4th नम्बरको एन्सर भयो। त्यस पछाडि अर्को के छ भन्दाखेरिमा इन विच सेगमेन्ट इज देयर अ म्याक्सिमम एक्सिलेरेसन भनेको छ है। अब कुन सेगमेन्टमा चाहिँ म्याक्सिमम एक्सिलेरेसन भएको छ भनेको छ। यसमा चाहिँ के हुन्छ भन्दाखेरिमा अब म्याक्सिमम एक्सिलेरेसन त सोधेको छ, अब कुनमा हो। अब यहाँनिर एक्सिलेरेसन बढेको कुनमा छ भन्दा एउटा एबीमा, अनि बिसीमा, अनि अर्को एफजीमा, 3टा सेगमेन्टमा हो एक्सिलेरेसन बढेको छ। अब कुनमा चाहिँ बढी छ त, कुन सेगमेन्टमा बढी छ भनेर यसलाई हेर्नु पर्दा यसलाई क्यालकुलेसन गरेर निकालेर कम्पेयर गरे पनि हुन्छ। जस्तो एबीको एक्सिलेरेसन निकाल्ने, बिसीको एक्सिलेरेसन निकाल्ने, अनि अर्को एफजीको एक्सिलेरेसन निकाल्ने, अनि एक्सिलेरेसन निकालेपछि त्यसको भ्यालुलाई कम्पेयर गरेर यो सेगमेन्टको चाहिँ म्याक्सिमम एक्सिलेरेसन छ भन्न सकिन्छ। अर्को कुरा के गर्न सकिन्छ भन्दाखेरिमा यो स्लोप पनि हेर्न सकिन्छ। स्लोपको पोजिसन कस्तो छ, स्टिपर छ कि छैन त्यो हेर्न सकिन्छ। यो स्लोप चाहिँ मोर स्टिपर छ भने म्याक्सिमम म्याक्सिमम एक्सिलेरेसन रिप्रेजेन्ट गर्छ है। स्लोप चाहिँ म्याक्सिमम स्टिपर छ भने। ल ठिक छ, अब यसमा चाहिँ हेर्ने हो भने एबी, अनि अर्को चाहिँ एफजी र अनि अर्को बिसी, यो 3टा सेगमेन्टमा सबैभन्दा बढी स्टिपर भएको स्लोप भनेको यो सेगमेन्ट बिसी हो। भनेपछि बिसी सेगमेन्टको चाहिँ के छ भन्दाखेरि म्याक्सिमम एक्सिलेरेसन छ। अब कहिलेकाहीँ के हुन्छ भन्दाखेरिमा यो बिसी सेगमेन्ट नदिकिन अब एबी र एफजी सेगमेन्टको चाहिँ एक्सिलेरेसन निकाल्न पर्यो, कुनमा चाहिँ म्याक्सिमम एक्सिलेरेसन छ भनेर सोध्यो भने क्वेसनले। त्यो बेला के गर्ने, अब दुईटाको यसो हेर्दा त स्लोप हेर्दा त सेम नै छ देखिन्छ हैन, त्यस्तो चेन्जेस भएको त हामीलाई थाहा हुँदैन यो हेरेर। यस्तो बेला चाहिँ हामी क्यालकुलेसन गरेर एक्सिलेरेसन निकालेर अनि बल्ल कुन सेगमेन्टको एक्सिलेरेसन बढी छ भन्ने कुराहरू निकाल्न सक्छौँ। अब अहिले चाहिँ हामीले यही एन्सर भन्न सकिन्छ। अब ठिक छ, अब यो यस्तो नभएको केसमा चाहिँ कसरी चाहिँ क्यालकुलेसन गरेर निकाल्ने त्यो क्यालकुलेसन पनि हेरौँ है त। त्यसको लागि चाहिँ एकचोटि हेरौँ है त। अब मैले के निकाल्न लागिरहेको छु भन्दाखेरिमा यो एबी अनि बिसी र अनि अर्को एफजी 3टा सेगमेन्टको चाहिँ एक्सिलेरेसन निकाल्न लाग्छ है त। कुनमा चाहिँ बढी एक्सिलेरेसन आउँछ, द्याट सेगमेन्ट विल बी द म्याक्सिमम। यतापट्टि हेरेँ, ल एकचोटि हेरौँ है त। अब एक्सिलेरेसन यो कति नम्बरको, 5 नम्बरको हो कि 5 नम्बरको एन्सरको लागि एक्सिलेरेसन अफ सेगमेन्ट कुनको निकालौँ भन्दा पहिला यो एबीको निकालौँ, सेगमेन्ट एबीको है त। यसको लागि के हो, हाम्रो फर्मुला के छ, एक्सिलेरेसन अफ सेगमेन्ट एबी भनेको फर्मुला त्यही हो, चेन्ज इन भेलोसिटी अपन चेन्ज इन चेन्ज इन टाइम। यो ग्राफमा चाहिँ हामीले दुईटा भेलोसिटी, दुईटा टाइमहरू चाहिँ दिइरहेको हुन्छ, स्टार्टिङ टाइम र फाइनल टाइम, अनि स्टार्टिङ भेलोसिटी र फाइनल भेलोसिटी दिइरहेको हुन्छ। त्यो दुईटाको डिफ्रेन्स निकालेर एक्सिलेरेसन निकाल्न सकिन्छ है त, चेन्ज इन टाइम भनेको छ। अब एबी हेरौँ त ग्राफमा, चेन्ज इन भेलोसिटी भनेको छ। जहिले पनि फाइनल भेलोसिटी अगाडि राख्नु पऱ्यो है, अनि त्यस पछाडि इनिसियल भेलोसिटी पछाडि राख्नु पऱ्यो। चेन्ज इन भेलोसिटी हेरौँ त एबीको, यो एबी भन्ने ग्राफमा हेर्न सकिन्छ। यसको भेलोसिटी, फाइनल भेलोसिटी कति छ त, सिधा हेर्ने 4 छ, यहाँ 4 राख्ने, माइनस कहाँबाट सुरु भएको, 0बाट
माइनस 0 गर्न सकिन्छ। टाइम हेरौँ अब। टाइम फाइनल टाइम कहाँ बी भन्ने पोइन्टको चाहिँ कहाँ छ टाइम, फाइनल टाइम भन्दा 2 सेकेन्ड छ। 2 माइनस यसको स्टार्टिङ टाइम के हो 0 नै हो, त्यही भएर 4 माइनस 0 4, 2 माइनस 0 2 भनेपछि यसलाई क्यान्सल गर्दा कति हुन्छ 2 1 2 2 4, 2 मिटर पर सेकेन्ड स्क्वायर यसको एक्सिलेरेसन आयो। एबी भन्ने सेगमेन्टको एक्सिलेरेसन 2 मिटर पर सेकेन्ड स्क्वायर रहेछ। त्यसै गरेर अब अर्को सेगमेन्ट हेरौँ। एक्सिलेरेसन अफ सेगमेन्ट कुनको त बीसी सेगमेन्टको हेरौँ त। त्यही हो फर्मुला हाम्रो। एक्सिलेरेसन अफ बीसी भनेको चेन्ज इन भेलोसिटी अपन चेन्ज इन टाइम है, चेन्ज इन टाइम। अब यसमा चाहिँ के छ भन्दाखेरिमा ल हेरौँ है त। अब यसको ग्राफ हेरौँ। बीसी भनेको यहाँबाट यहाँसम्म छ भनेपछि अब बीबाट सी भनेपछि सी भनेको फाइनल पोइन्ट हो। फाइनल पोइन्टको भेलोसिटी कति छ यहाँनिर 6 छ, 6 भयो। अनि यो बीसीमा अरू हेर्ने होइन, यतापट्टिको एबीको सेगमेन्ट हेर्ने होइन। बीसी भनेपछि बी भन्ने पोइन्ट हेर्नु पऱ्यो, स्टार्टिङ पोइन्ट बी भयो। बीमा कति छ भेलोसिटी 4 छ, त्यही भएर 6 माइनस 4 भयो। टाइम हेरौँ अब। टाइम पनि यही दुईवटा बिचको हेर्नु पऱ्यो यो बी र सी सेगमेन्टको। अब यहाँ सीको यसरी सिधा हेर्नु पऱ्यो। टाइम चाहिँ जहिले पनि होरिजेन्टल एक्सिसमा हेर्नुपर्छ। हामीले तलपट्टि ड्र गरेका छौँ। सिधा हेर्नु पर्दाखेरि यो के छ भन्दाखेरि यो 2 र 3 को बिचमा छ है। एकचोटि हेरौँ है राम्रोसँग। ग्राफ चाहिँ ठ्याक्क 2 र 3 को बिचमा छ। यसलाई मैले 2.5 माने अहिले, 2.5 छ। अनि त्यस पछाडि कहाँबाट सुरु भएको छ त बी भन्ने स्टार्टिङ पोइन्ट हो। यो भनेको सुरु 2 बाट भएको छ भनेपछि अब यो कति भयो त 6 मा हाम्रो चाहिँ के हुन्छ त ल 6 मा 4 घटाउँदाखेरि 2 भयो, 2.5 मा 2 घटाउँदा 0.5 भयो भनेपछि यसलाई डिभाइड गर्दा कति आउँछ त भन्दा 4 मिटर पर सेकेन्ड स्क्वायर आउँछ। यसलाई क्याल्कुलेट गर्नु है त। 4 मिटर पर सेकेन्ड स्क्वायर आयो भनेपछि यो दुईवटा सेगमेन्टमा हेर्दाखेरि एबी र बीसी सेगमेन्टमा हेर्दाखेरि एक्सिलेरेसन बढी के को आइरहेछ बीसीको आइरहेछ। अब यो अघि मैले भने पनि थिएँ एबी र बीसी दुईवटा सेगमेन्ट हेर्ने हो भने चाहिँ यो अलिकति बीसी भन्ने सेगमेन्ट चाहिँ बढी स्टिपर छ है। स्टिपर बढी भएपछि मोर द स्टिपर मोर द एक्सिलेरेसन भन्ने कुरो बुझ्नुपर्छ। त्यही भएर बीसी सेगमेन्टको के छ एक्सिलेरेसन बढी आएको छ, क्याल्कुलेसनबाट पनि हेर्न सकिन्छ। त्यस पछाडि अर्को सेगमेन्टको हेरौँ एकचोटि। एफजी भन्ने सेगमेन्टको हेरौँ। एक्सिलेरेसन अफ सेगमेन्ट एफजी हेरौँ। एफजीमा चाहिँ के भनेको छ त्यही हो फर्मुला चाहिँ एक्सिलेरेसन अफ सेगमेन्ट एफजी। यसमा चेन्ज इन भेलोसिटी देखिने क्या चेन्ज इन भेलोसिटी अपन टाइम टेकन, चेन्ज इन टाइम भनौँ, चेन्ज इन टाइम। अब यसमा पनि त्यसरी नै हेर्ने है। यसमा पनि फाइनल भेलोसिटी माइनस इनिसियल भेलोसिटी अनि फाइनल टाइम माइनस इनिसियल टाइम। अब एफजीको लागि चेन्ज इन टाइम एफजी मात्र हेर्नु पऱ्यो, अरू सेगमेन्ट हेर्नु परेन। एफजीमा फाइनल भेलोसिटी भनेको जी भन्ने पोइन्टमा हेर्नु पऱ्यो। एफजी भनेपछि जीमा कति छ 7 छ, 7 माइनस स्टार्टिङ भेलोसिटी कति छ एफ भन्ने पोइन्टबाट हेर्नु पऱ्यो। एफ पोइन्टमा यो भनेको 2 छ। त्यसपछि चेन्ज इन टाइम हेरौँ। टाइम पहिला यो फाइनल टाइम हेरौँ। फाइनल टाइम जी पोइन्टमा भइरहेको छ भनेपछि 9 छ। 9 माइनस टाइम कति छ एफमा हेरौँ सिधा 7 छ भनेपछि 7 माइनस 2 5 भयो। 7 8 9 2 भयो भनेपछि 5/2 भनेको कति आयो त 2.5 मिटर पर सेकेन्ड स्क्वायर आयो। ल यसरी हामीले चाहिँ तीनटै सेगमेन्टको चाहिँ के अरे एक्सिलेरेसन निकाल्यौँ। कहिलेकाहीँ एक्सिलेरेसन निकाल पनि भन्नु सोच्छ। हामीलाई यहाँ एक्सिलेरेसन कति आयो क्याल्कुलेट गरेर देखा भनेर क्वेसनले चाहिँ सोधेको छैन। क्वेसनले चाहिँ के सोधेको छ भन्दाखेरिमा इन विच सेगमेन्ट इज द म्याक्सिमम एक्सिलेरेसन, कुन सेगमेन्टमा चाहिँ एक्सिलेरेसन म्याक्सिमम छ भन्दाखेरिमा अब यहाँ तीनटा सेगमेन्टमा छ हैन एक्सिलरेटर भइरहेको बडीको भनेपछि अब यहाँ हामीले के हेर्न सकिन्छ त मोर द स्टिपर
मोर द एक्सिलरेसन भन्ने कुरो थाहा पाउनुपर्छ। अब यो दुइटाको भन्दा यो चाहिँ अलिकति बढी स्टिपर भएको कारणले गर्दा बिसी सेगमेन्टको एक्सिलेरेसन बढी छ। त्यो त हामीले क्यालकुलेसनबाट पनि देखिसकेका छ है। एबी र एफजीको जेनरली लगभग त्यही 0.5 को डिफ्रेन्समा आयो भने बिसीको चाहिँ के छ 4 मिटर पर सेकेन्ड स्क्वायर आयो। त्यसपछि यसको एन्सर लेख्न सकिन्छ हामीले। देयरफोर इन सेगमेन्ट BC there is maximum acceleration. There is maximum acceleration. ल यसरी चाहिँ लेख्न सकिन्छ। ल यो क्वेसन चाहिँ सोधेको क्वेसन चाहिँ यति नै हो। ल कस्तो लाग्छ यसरी हेरेर बुझेर प्रतिक्रिया दिनुहोला। धन्यवाद।